हेर्नुहोस् है, तपाईँहरूमध्ये धेरैजनाले सोध्नु भएको चाहिँ पल्सरको मोबिलको फिल्टर चाहिँ कहाँ हुन्छ भन्नुहुन्छ नि। र मैले फटाफट बाइक खोलिरहेको छु होइन। र हाम्रो बजाज पल्सरको ओइल फिल्टर चाहिँ बाहिर चाहिँ हुँदैन, यसरी बाहिर चेन्ज गर्ने गरी जस्तो हाम्रो डिस्कभरको यामाहा एफजेडको जस्तो चाहिँ बाहिर चाहिँ हुँदैन है। र हाम्रो चाहिँ यसरी क्लच कभर खोलिन्छ नि, यसरी मैले क्लच कभर फटाफट खोलिरहेको छु होइन। यसरी क्लच कभर खोलेपछि हाम्रो क्लच कभरको भित्रपट्टि फिल्टर चाहिँ हुन्छ है। यो फिल्टर सधैँभरि सफा गरिराख्नु चाहिँ पर्दैन होइन। तर अब कहिलेकाहीँ हाम्रो बाइक एकदमै ज्यादा हिटिङ भयो होइन, र बाइक एकदम तातिने समस्या आयो भने चाहिँ हामीले यसरी खोलेर सफा गर्न सक्छौँ है। जस्तो हाम्रो यहाँनिर 3टा बोल्ट देखिरहनु भएको छ होइन। यो 3टा बोल्ट चाहिँ हामीले खोलेर यसको जाली चाहिँ हुन्छ नि सफा गर्न सकिन्छ है। यसरी हाम्रो बाइक एकदमै हिट भयो, तातियो भने चाहिँ हामीले यसरी खोलेर सफा गर्नुपर्छ है। र हाम्रो क्लच प्लेट फेर्ने टाइममा पनि यो जाली चाहिँ हामीले खोलेर सफा गर्न सक्छौँ होइन। र यो ओइल फिल्टर चाहिँ हाम्रो यहाँनिर हुन्छ है। हाम्रो बजाज पल्सर 150, 220, 180, 200 सबैको ओइल फिल्टर चाहिँ यहाँनिर हुन्छ है। र हाम्रो चाहिँ जस्तो यो जुन मैले खोलिरहेको भएको छ नि, हाम्रो यो ओइल पम्प यसरी ओइल फिल्टर सफा गर्दाखेरि हाम्रो यो ठाउँमा पनि सफा गर्नुपर्छ। यो ठाउँमा चाहिँ हाम्रो एकदमै कचेराएर बसेको हुन्छ होइन। र यो भाग चाहिँ हामीले एकदमै मजाले सफा गर्नुपर्छ। त्यसपछि हाम्रो बाइक हिट हुने समस्या चाहिँ समाधान हुन्छ है। र हामीले मोबिल चाहिँ जहिले पनि राम्रो क्वालिटीको हाल्नुपर्छ है। मोबिल चाहिँ एकदम ओरिजिनलै हाल्नुपर्छ, त्यसपछि हाम्रो बाइक हिट हुने समस्या चाहिँ एकदमै ठिक हुन्छ है त।